मुख्य विषय भनेको माता तीर्थ औँसी अनि समग्रमा आमाको महिमाको बारेमा रहेको छ। एकदमै। यो विषय सुन्दा जति सामान्य लाग्छ नि, त्यसको भित्री पाटो मतलब यसको मनोवैज्ञानिक पाटो उति नै गहिरो छ। शास्त्रमा त झन् पिताभन्दा आमाको स्थान उच्च राखिएको छ नि। हो नि, मातृदेवो भव भनिन्छ। आमा जीवित देवता हुन् भन्ने कुरा त हामीले सुन्दै आएको कुरा हो। तर मलाई सधैँ के लाग्छ भने नि, यो आमा भन्ने सम्बोधन एउटा शब्द मात्र नभएर सिङ्गै ब्रह्माण्ड होइन र? पक्कै पनि। यो हाम्रो अस्तित्वको सबैभन्दा पहिलो र बलियो आधार हो भनौँ न। अब जीवित आमाहरूकै कुरा गर्दा पनि आजको दिन बिहानै उठेर स्नान गर्ने अनि मिष्ठान्न भोजन खुवाउने चलन छ नि, उपहार दिने अनि आशीर्वाद लिने परम्परा त हाम्रो घर घरमै छँदैछ। अनि विवाह गरेर गएका चेलीबेटीहरू पनि माइती पुग्छन् नि आज। एकदम। अनि जो अलि टाढा छन् नि, उनीहरूले आजकल फोन वा सामाजिक सञ्जालबाटै सम्झिन्छन्। तर के प्रविधिले मात्र त्यो भौतिक उपस्थितिको अभावलाई मतलब त्यो भावनालाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्छ त? मलाई पनि त्यही लाग्छ। प्रविधिले अनुहार त देखाउँछ, तर त्यो भौतिक स्पर्श र परम्परागत अनुष्ठान नै चाहिन्छ मान्छेलाई। जस्तै उपत्यकाको नेवा समुदायलाई हेरौँ न। हो, सही कुरा उठाउनु भयो। आजकै दिन भक्तपुरको हनुमान घाट पुगेर श्राद्ध तर्पण गर्ने परम्परा छ नि। यो चाड कसरी भौतिक उपस्थितिबाट परलोक गएका आमाहरूको आध्यात्मिक सम्झनासम्म फैलिएको छ भन्ने कुराको ठूलो उदाहरण हो यो। भनेपछि शोकलाई एउटा आकार दिन पनि त्यो भौतिक स्थान चाहिने रहेछ होइन? बगिरहेको पानी, घाट अनि त्यहाँ गरिने कर्मले एउटा यस्तो वातावरण बनाउँछ जहाँ मानिसले आफ्नो वियोगको पीडालाई एउटा निश्चित आकार दिन सक्छ। एकदम। त्यही भौतिक स्थानकै कुरा गर्दा मलाई थानकोट नजिकैको माता तीर्थमा लाग्ने मेलाको याद आयो। त्यहाँको किंवदन्ती त निकै रोचक छ नि। के अरे त्यो गोठालाहरूको कथा हो। वैशाख कृष्ण पक्ष औँसीका दिन आमा नहुने गोठालाले चौरमा फालेको रोटीको टुक्रा अचम्म लाग्दो गरी हराएको थियो भनिन्छ नि। हो। अनि आमा हुने गोठालाको रोटी भने नहराएको कुरा आउँछ। सुन्दा त यो अलि जादुगरी जस्तो मात्र लाग्न सक्छ नि, होइन र? सुन्दा त्यस्तै लाग्छ, तर यसको मनोविज्ञान निकै गहिरो छ। आमा नहुने त्यो गोठालोलाई एउटा शान्तिको आवश्यकता थियो। भनौँ न, मेरी आमा नभए पनि मैले दिएको कुरा उहाँसम्म पुग्यो भन्ने विश्वास हो त्यो। भनेपछि मृत्यु भइसकेका आमाहरूले सन्तानले दिएको खानेकुरा खान्छन् भन्ने विश्वासको सुरुवात त्यहीबाट भएको हो त? पक्कै पनि। त्यो व्यक्तिगत विश्वास बिस्तारै एउटा सामूहिक परम्परामा बदलियो। मृत्यु भइसकेका आमाहरूले त्यो ग्रहण गर्छन् भन्ने आस्थाले मानिसलाई आफ्नो कर्तव्य पूरा गरेको गहिरो सन्तुष्टि दियो नि त। कति राम्रो कुरा। भनेपछि माता तीर्थमा पछि बनाइएको कुण्ड र त्यहाँ चढाइने मिठा परिकारहरू केवल धार्मिक कर्मकाण्ड मात्र होइनन्, यी त जीवित सन्तान र परलोक पुगेका आमाहरू बीचको एउटा भावनात्मक पुल जस्तै पो रहेछ त। एकदम सही शब्द प्रयोग गर्नुभयो, भावनात्मक पुल। र त्यही भावनालाई अझ सजिलो बनाउन माता तीर्थमा अहिले एउटा साझा आमाको मूर्ति नै स्थापना गरिएको छ नि। त्यो मूर्तिको कुरा गर्दा नि त्यसले कसरी व्यक्तिगत श्रद्धालाई सामूहिक आस्थामा बदल्यो होला, अलिकति प्रश्न पारिदिनुहोस् न। जस्तै भनौँ न, जब मानिसहरू त्यहाँ त्यो मूर्ति अगाडि गएर उभिन्छन् नि, उनीहरूले म मात्र एक्लो छैन जसले आमा गुमाएको छ भन्ने महसुस गर्छन्। ओहो, भनेपछि व्यक्तिगत वियोग अब एक्लो रहेन, त्यो मूर्तिले त सम्पूर्ण समाजको सामूहिक भावनालाई बोक्ने भयो। एकदमै। व्यक्तिगत श्रद्धा कसरी सामूहिक आस्था र पहिचानमा बदलिन्छ भन्ने यो एउटा निकै सुन्दर उदाहरण हो नि। साँच्चै आमाको महिमा त शब्दमा अटाउँदैन। गर्भमा राखेर जन्म दिने, काखमा पाल्ने र बालापनमा कल्पवृक्ष जस्तै हाम्रा हरेक इच्छा पूरा गरिदिने यस पृथ्वीका सम्पूर्ण आमाहरूलाई हामी कोटी कोटी नमन गर्छौँ। हो नि, आमाको माया र सम्झना त एउटा निरन्तर चलिरहने प्रक्रिया हो। एकदमै। तर आजको यो कुराकानीको अन्त्यमा आउँदा मलाई एउटा कुराले निकै सोच्न बाध्य बनाएको छ। त्यो प्राचीन चौरमा हराएको रोटीको टुक्रादेखि साझा आमाको मूर्ति र आजको यो आधुनिक सामाजिक सञ्जालसम्म आइपुग्दा नि, साँच्चै समयसँगै परम्पराको स्वरूप पनि फेरिँदै गएको छ नि। हो नि। अबको 50 वा 100 वर्षपछि आउँदा पुस्ताहरूले आमाको सम्झना र सम्मान गर्ने यो परम्परालाई कसरी परिमार्जन गर्दै लैजालान्, कुन नयाँ माता तीर्थको आविष्कार गर्लान्, यो हामी सबैले सोच्नुपर्ने कुरा हो। आजलाई यति नै। फेरि अर्को अङ्कमा भेट्ने वाचाका साथ बिदा हुन्छौँ। नमस्कार। तपाईँको दिन शुभ रहोस्।